namaste everyone. Hope you guys are fine. It's your boy Mandil right behind the camera. अनि आज नथिङ धेरै पछि घाम लागेको छ अनि मैले भ्लग बनाउन लागेको छु। पहिला तेल चाहिँ हालौँ यहीँ छ पेट्रोल पम्प अनि पछि कुरा गरौँ हेरौँ कतिको तेल जान्छ। आज मैले धेरै पछि बाइक चलाएँ अलमोस्ट आफ्टर 2 weeks मैले बाइक चलाएको। द्याट्स डुकाटी 959 जस्तो लाग्यो रातो कलरमा। मेरो पनि त्यस्तै थियो पहिला व्हाइट कलरमा थियो तर मेरो चाहिँ दामी थियो। त्यसमा नि फुल सिस्टम एक्रोपोर्बिक टाइटेनियम लागेको थियो राम्रो थियो आवाज बट इट्स नट गुड एज लाइक इनलाइन 4 अनि त्यही भएर मैले त्यो बेचेर मैले यो लिएको हो। पहिला तेल सेल हालौँ अनि फेरि भेटौँला नि त। ओभर गाइज अब हेरौँ कतिको जान्छ है त। 181 रे यार यहाँ चाहिँ मैले हिजो कसकोमा हाल्दाखेरि गाडीमा 160 थियो। थरी थरीको प्राइस हुन्छ यार जहाँ पनि। अब यहाँ यति छ उता 170 हुन्छ कहीँ कति हुन्छ यार। होइन होला $17 गाइस। $17 को मात्र तेल गयो। अलि धेरै जान्थ्यो जस्तो लागेको थियो। $17 मात्र गयो। पम्प नम्बर 4 ल त्यही हो गाइज। अब भित्र जान्छु म पे गर्छु अनि आउँछु है त अनि फेरि ब्याक रोडमा भेटौँला। वाइट गाइस ओभरफ्लो भएछ अलिकति तेल धेरै गएछ ओभरफ्लोबाट निस्क्यो त्यहाँ अलिकति तेल होइन धेरै हालेको छु केही छैन। मैले अस्ति बाइक पनि धोएको थिएँ। सी हाउस सी लुक्स लाइक क्लिन देखेको छ। अस्ति एकदम हिले भएको थियो क्या। एज यु गाइज नो अर नट सिडनीमा चाहिँ यस्तो पानी परिरहेछ नि। ओ माई गड लाइक 2 हप्तादेखि पानी मात्र परिरहेछ। त्यही भएर मैले बाइक निकाल्न पनि पाएको थिएन। गाडीको गाडी हिँडिरहेको थिएँ अनि अलमोस्ट आफ्टर 2 weeks आज घाम लाग्यो अनि यसो बाहिर साइड राइट साइड जाने भनेर हिजो कुरा पनि भएको थियो तर हिजो गइएन। बेलुका फेरि पानी परिहाल्यो हिजो अनि आज चाहिँ यसो बिहान वेदर हेरिहालेको घाम लागिरहेको रहेछ अनि ल जाउँ भनेर निस्किदिएको बाइक लिएर। बिहान चाहिँ स्वरूप दाईले गरेर नि बाइक लिएर निस्केको हो। स्वरूप दाई भर्खर उता बिसी पर्फर्मेन्स गएर आउनु भएको थियो अरे। बाइक ट्युन गर्न जानुभएको थियो डाइनोको लागि। डाइनो ट्युन हो कि समथिङ के भन्दै हुनुहुन्थ्यो बिसी पर्फर्मेन्समा गरे अरे अनि दाइ बाइक लिएर जानुभयो। अनि पछि मैले सोधेँ हाउ इज द वेदर टुडे भनेर ठिकै छ आज भनेर भन्दाखेरि अनि दाइले ओके भनेर म पनि बाइक लिएर आउँछु भनेर म बाइक लिएर निस्क्यो हो। कहीँ जानला होइन जिम जानला हो। त्यही भएर नि सानोतिनो सर्ट भ्लग लाइक 10 मिनटको 5-10 मिनटको भ्लग एउटा बनाइदिइहालौँ भनेर निस्केको हो। अब यहाँबाट जाने हो जिममा जान्छु जिम सिम गरेको हल्का फुल्का क्लिप्सहरू हाल्छु त्यही हो नथिङ मच। आज धेरै पछि बाइक चलाउँदा मजा आइरहेको छ यार। अनि मैले अस्ति गएर मेरो बाइक पनि बनाएँ तलबाट मेरो वाटर पम्पमा लिक भइरहेको थियो। सानो प्रब्लम देखाइरहेको थियो वाटर पम्पले। त्यस्तो ठुलो लिक त होइन तर माइनर लिक मेजर पनि होइन माइनर लिक आइरहेको थियो वाटर पम्पबाट। अनि अस्ति प्रो साइकल्समा गएर एक दिन मैले बाइक छोडेँ अनि बनाएर आएँ एन्ड इट्स वर्किङ फाइन नाउ। इट्स वर्किङ फाइन नाउ। मैले त्यो दिन पनि भ्लग बनाउँछु भनेर सोचिरहेको थिएँ तर एकदम म्यासिभ पानी परेको थियो। मैले गोप्रो पनि माउन्ट गरिसकेको थिएँ सबै रेडी भइसकेको थिएँ। म बाइक लिएर गएँ त्यो दिन यहाँ निस्किने बित्तिकै पानी पऱ्यो। टनेलमा खोल्छु भनेको अब फेरि माइक कनेक्ट गर्नुपर्ने थियो। टनेलमा रोकेर माइक कनेक्ट गर्न मिलेन अनि पछि मैले बनाइनँ। अनि नेक्स्ट डे म उबरमा गएँ
अनि बनाउँछु भनेर सोचेँ उबरमा जाँदैछु पनि पानी परेको थिएन है अनि अन्टिल एन्ड आई रिच ओभर देयर अनि बाइक साइक लिएँ इट स्टार्ट रेनिङ अगेन अनि लिभ इट पछि बनाउँला यस्तो भ्लगहरू भनेर अनि मैले छोडिदिएँ म पछि बनाउँछु यस्तो भ्लगहरू प्रो साइकल्सहरू गएको एमसिए गएको भ्लगहरू म बनाउँछु स्टे ट्युन गाइज अब त्यही हो म कफ जस्तो लागिरहेको पछाडि एउटा गाडी नन मेरो पछाडि आयो कप्स हो क्या भनेर होइन देख्छु अनि यस्तो म एमसिए पनि जानु छ मैले किनकि यो बाइक लिनुभन्दा अगाडि मैले CBR 600 त्यो के अरे बुक गरेको थिएँ बट इट्स स्टिल ल्यान्ड इन अस्ट्रेलिया CBR 600 अस्ट्रेलियामा त ल्यान्ड भयो तर इट्स नट बिन लन्च अहिले कस्टमरहरूलाई दिन मिल्दैन भनेर भन्यो उनीहरूले त्यसो भए म कुर्न सक्दिनँ भनेर मैले यो बाइक लिएँ तर मैले $500 डिपोजिट दिएको थिएँ धेरै त होइन $500 डिपोजिट दिएको थिएँ अनि त्यो $500 डिपोजिट ब्याकको लागि चाहिँ म जानुपर्ने थियो मेबी आफ्टर जिम म एमसिए जान्छु अनि पछि रिफन्डको लागि कुरा गर्छु होला मैले फोनमा त कुरा गरिसकेको थिएँ तर त्यही गरेर एक्चुअली कुरा गर्छु रिफन्डको लागि उनीहरूको के छ अनि त्यही हो अब एमसिए म पहिला जिम जान्छु अनि एमसिए जान्छु एमसिए गएर रिफन्डको लागि माग्छु अनि त्यही एमसिएमा गएर अलिअलि बाइक देखाउँछु मेबी BMW होन्डा अनि निन्जा कावासाकी निन्जा त्यही छ होला सायद तिनवटा अनि ट्राइम पनि छ त्यो तिनवटा बाइक देखाउँछु त्यही हो अरू केही पनि छैन अहिले त आजको लागि यति नै हुन्छ होला सायद म जिम जान्छु अनि बाइक बिच जान्छु एमसिए भन्न आएछ सरी माई ब्याड इट्स अ बाइक बिज जाने हो किनकि एमसिएले त बाइक डेलिभर गर्दैन बाइक देखाउँदैन जस्तो लाग्छ मलाई हन्डाहरू आइएम गोइङ बाइक बिच जान्छु त्यही हो मैले अहिले नै एमसिए भन्दा जस्तो लागेको थियो आफ्टर सो लङ हेर बाइक चलाएको रमाइलो लागिरहेछ दिस वाज द्याट कार के पछाडि स्पिडमा आइरहेको के हो भनेर यसरी हेरिरहेको थिएँ क्या बट द वेदर टुडे इज लाइक टु गुड क्या एकदम त्यस्तो चिसो पनि छैन त्यस्तो गर्मी पनि छैन ठिक्क छ जस मैले एउटा हुडी र टी सर्ट लगाएको छु भित्रबाट पर्फेक्ट छ वेदर लिटरली गाइज लाइक आफ्टर 2 weeks पछि घाम लागेको यति बाइकहरू निस्केको छ हिजो पानी पर्दाखेरि मैले देखाएको थिएँ अलिअलि बाइकहरू त बेलुका अलि राम्रै थियो वेदर बेलुका त्यस्तो घाम चाहिँ लागेको थिएन क्लाउडी नै थियो तर पानी चाहिँ परेको थिएन अनि हामी पनि निस्क्यौँ भनेर निस्किनु लागेको थियो तर पानी पऱ्यो तर कतिजना निस्किएको छ मान्छेहरू अनि दे गट इन्टु रेन तर पानी अझै पनि पर्छ जस्तो लागिरहेको छ उता बादल कालै छ यता मात्र निलो छ तर हो पानी नपरोस् हामीलाई बाइक चलाउन देऊ भगवान माई गड होइन किनकि पानी पऱ्यो भने चलाउन मन लाग्दैन क्या खाली रोड है त एक्लै खाली रोडमा धेरै बटाउनु हुन्न पुलिसले मार्छ के थाहा हुनुहोस् पछाडि पुलिस छ कि अलराइट गाइज म चाहिँ जिम आइसकेँ यही हो वान प्लेग्राउन्ड मेडल्यान्ड्स हामी यता भित्र पार्क राख्छौँ बाइक अनि त्यही हो मेरो जिममा आइसकेँ
कहाँ छ रेप मोटोको बाइक स्वरूप दाईको बाइक रेप मोटो ए रेप मोटोको बाइक कहाँ छ रेप मोटोको बाइक छैन त यार हेलो रेप मोटो सर भन्नुपर्ने छैन नि त स्वरूप दाईको बाइक चाहिँ कहाँ छ कल गर्छु म एकचोटि है त ओके रेप मोटो अन फायर अझै यहाँ छु म नि गर्नु छ यहाँ क्र्याप्सको अब पछि The gym guys where I work out. त्यस्तो केही छैन यही हो त्यहाँनिर त्यस्तो छ जस्ट वर्कआउट मेसिनहरूको छ सबै यहाँ चाहिँ डम्बेलहरू छ सबै नथिङ मच यहाँभित्र बक्सिङहरू गर्ने ठाउँ यताउता सबै यहाँभित्र हो अलराइट गाइज हामी चाहिँ टेस्ट गर्दैछौँ दाईको बाइक दाईले इस्यु ट्युन हालेर आउनु भएको रहेछ हल्का ल्याग्छ जस्तो लागिरहेको छ इट्स जस्ट रेभिङ इट अप हल्का ल्याग्छ फेरि एकचोटि बनाउनु जानुपर्ने रहेछ ल दाई निस्किनु भयो अब म पनि निस्किन्छु गाइज अलराइट गाइज अब हाम्रो त्यो वर्कआउटहरू सक्यो अब म घर जान्छु किनकि मैले बाइक बेच्न अघि नै कल गरेको वाट दे सेड इज लाइक आई डोन्ट निड टु कम टु बाइक बिज जस्ट उनीहरूलाई एउटा मेल गरिदिए हुन्छ आई चेन्ज माई माइन्ड मैले अर्को बाइक लिइसकेँ आई एम नट वेटिङ फर CBR 600RR भनेर एउटा मेल लेख्दै अनि तेरो BSP र एकाउन्ट नम्बर पनि लेख्दै BSP र एकाउन्ट नम्बर भनेको चाहिँ यहाँ अस्ट्रेलियामा पे गर्छ कि उनीहरूले मेरो रिफन्ड गरिदिन्छ अनि त्यही BSP र एकाउन्ट नम्बर लेखेर पठाइदिएँ हामी रिफन्ड गरिदिन्छौँ भन्यो ओके भने मैले त्यही अब जानु चाहिँ परेन हामीले दुःख पाएनौँ एक्स्ट्रा दुःख भएन अहिले घर जान्छु तर म अरू केही नेक्स्ट भ्लगमा एकचोटि बाइक बिच गएर बाइक बिचको यताउता देखाउँछु होला अनि MCA पनि जान्छु किनकि आई निड माई ट्याङ्क ग्रिप छैन मेरोमा अनि उता राइट साइड जाँदाखेरि मलाई ट्याङ्क ग्रिप चाहिन्छ सो आई विल बी लुकिङ फर ट्याङ्क ग्रिप अन MCA एन्ड बाइक बिच MCAमा हेरेको हो ट्याङ्क ग्रिप त छ तर हामीले कट गर्नुपर्ने वाला ट्याङ्क ग्रिप छ कि त्यो यसकै लागि भनेर चाहिँ आएको छैन ट्याङ्क ग्रिप लिएर आएर यसको सेपमा कट गरेर हाल्नुपर्ने ट्याङ्क ग्रिप छ त्यो चाहिँ नहाल्ने सोचमा छु म अनि एउटा होइन MCAमा चाहिँ त्यस्तो छ बाइक बिचमा चाहिँ एउटा छ कि यसकै लागि ट्याङ्क ग्रिप बनेको छ अनि त्यो ट्याङ्क ग्रिप चाहिँ लिएर आएर हाल्छु होला सायद म भोलितिर जान्छु अनि एउटा ट्याङ्क ग्रिप हेर्छु किनकि आज मेरो एकछिनमा काम छ अब इट्स अलरेडी 3:25 अनि मेरो 5 बजेदेखि काम छ घर जानु छु यता अलिअलि खान्छु खानसाजा अनि म काममा निस्किनु पर्छ ढिला नि हुन्छ किनकि अहिले यहाँ टोल बाटो जाम पनि हुन्छ क्या त्यही भएर बल्ल एउटा गाडीले रोक्दै यार त्यही हो गाइस अब म बाइक बिच पनि जानु परेन जिम सक्यो अब म घर जान्छु हल्का लन्च हल्का त्यही अब जिम गरेर आएपछि हल्का लन्च दिन्छु अब द्याट्स इट नथिङ मच फर टुडे आज चाहिँ म
लाइक मैले भ्लग हालेको थिइनँ अनि त्यही भएर मात्र मैले आज हल्का वेदर राम्रै भएर चाहिँ मैले भ्लग बनाएको आई सी यु गाइज नेक्स्ट भ्लग अब एउटा राइडिङ भ्लगै आउँछ होला सायद एउटा केही अब हामी कहीँ गएकै भ्लग आउँछ होला सायद आई होप सो मलाई एउटा राम्रो भ्लग निकाल्नु छ हामी राइड साइड गएको त्यही हो अब आज खासै केही छैन त्यही जिम गयो अब मैले जिमको भिडियोज पनि हालिसकेको छु सानोतिनो क्लिपहरू दाइले जिम हान्ने दाइले हल्का सोल्डर्सको एक्सर्साइज हानेको द्याट्स इट हाम्रो जिम चाहिँ त्यही नै हो अब हामी जहिले त्यही जाने हो अब त्यो एभ्री डे त्यो जिमको भ्लग बनायो नि राम्रो हुँदैन सो I'll try to give you guys a nice vlog. Until then, Monday Ride signing off. See you. Peace out, guys. See you on next vlog.